साहित्यले भित्री ज्ञान तत्त्व पगाल्दछ साहित्यले भित्री ज्ञान तत्त्व पगाल्दछ। कवि शिरोमणि लेखनाथ जयन्तीको अवसरमा पालुङटार नगरपालिकाद्वारा आयोजित वक्तित्व कला प्रतियोगिताका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिगणहरू एक हातमा कपी र अर्को हातमा कलम लिएर निष्पक्ष ढङ्गबाट निर्णय गर्न बस्नुभएका निष्पक्ष निर्णायक मण्डलका सदस्यज्यूहरू, मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरू, आजको यस वक्तित्व कला प्रतियोगितालाई सभ्य अनि भव्य ढङ्गबाट सम्पन्न गर्न यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म अकला माविकी कक्षा 9 मा अध्ययनरत छात्रा समता बोगटीको तर्फबाट स्वीकार्नुहोस् विद्याङ्गत नमस्कार। आज मिति 2082 साल पुष 15 गते यस पवित्र भूमि श्री ओमकार योग आयुर्वेद गुरुकुलको प्राङ्गणमा उभिएर बालबालिकाको सिकाइमा साहित्यको भूमिका शीर्षकको वक्तित्व कलामा आफ्नो भनाइहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो भनाइहरूतर्फ अगाडि बढ्न चाहन्छु। बालबालिका भन्नाले उमेरका हिसाबले 18 वर्ष मुनिका, ज्ञानका हिसाबले सिकाइका भोगका ज्ञानका अभियन्ता हुन्। सभापति महोदय, कलिला बालबालिकामा ज्ञानको भोगले सिकाइको गुटुटी ज्यादै जागेको हुन्छ। यस्तो बेलामा सिकेको कुराले उनीहरूको संज्ञानात्मक, भावनात्मक, मनोक्रियात्मक तीनवटै पक्षको विकासमा महत्त्वपूर्ण प्रभाव पार्दछ। बालबालिकामा जति पठन संस्कृतिको विकास हुन्छ त्यति नै उनीहरूलाई सभ्य, असल, चरित्रवान, नैतिकवान, अनुशासित बन्नको लागि प्रेरणा मिल्छ। यसको अतिरिक्त सत्य पहिचान गरी समालोचनात्मक चिन्तनको विकास गरी भावी जीवनको मार्गचित्र प्रस्तुत गर्दछ। सभापति महोदय, साहित्य भाषाको जननी हो भने साहित्य सिकाइको प्राण हो। जसरी प्राणले मानव शरीरको अर्थ दिन्छ त्यसरी नै साहित्यले बालबालिकाको सिकाइमा ऊर्जा थपेको हुन्छ। सिकाइबाट हतोत्साहित बाल मनस्थितिलाई सिकाइप्रति उत्साहित गर्नको लागि पृष्ठपोषण प्रदान गर्छ। बालबालिकाको मनोभावनाको क्षेत्र विस्तार गरी विचारलाई थप उचाइमा पुर्याएको हुन्छ। त्यसैले त महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि। सभापति महोदय, वर्तमान राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले कक्षा 1 देखि 3 सम्म एकीकृत पाठ्यक्रम प्रणाली लागू गरी एउटै शीर्षकलाई साहित्यका माध्यमबाट भाषा सिकाइ, भाषिक सामर्थ्य, भाषिक सम्पादन, सामाजिक व्यवहार आधारभूत गणितीय ज्ञान सम्पूर्ण रूपबाट पस्कने जुन जमर्को गरेको छ, यसले बालबालिकाको सिकाइको आधारशिला निर्माण गरेको छ। बालबालिकाको सिकाइ र साहित्यिक कृतिबीच अनन्यासित सम्बन्ध रहेको छ। आइतबार बिहान घामसँगै उठेमा हात मुख धोएर पढ्न बसेमा, सोमबार बिहान आमासँगै उठेमा हात मुख धोएर लेख्न बसेमा, मङ्गलबार फुलबारीमा फुल सारे मङ्गले त्यो फुललाई गोडे मैले आफ्नै ढङ्गले। भन्दै जाँदा बालबालिकामा उठ्ने समयको बोध, आफूले गर्नुपर्ने कामको बोध, म आमासँगै छु अनि आमा मसँगै हुनुहुन्छ भन्ने कुराको बोध उसले थाहा नै नपाइकन बटुलिसकेको हुन्छ। यसको अतिरिक्त हप्तामा हुने 7 बारको नाम र हुर्कदै जाँदा त्यसले अङ्ग्रेजीमा रूपान्तरण गर्न सिक्छ। भित्तामा झुन्डिएको क्यालेन्डर हेरेर 1 महिनामा कति आइतबार पढे, कति सोमबार पढे भन्दै रिडिङ, राइटिङ, अर्थमेटिक सबै प्रकारको ज्ञान बटुलेको हुन्छ। के यो एउटा बालकको जीवनमा साहित्यिक कृतिले खेलेको भूमिकाको ज्वलन्त उदाहरण होइन र सभापति महोदय? साहित्यले बालबालिकाको सिकाइमा मर्जलको काम गरेको हुन्छ। बालकले बुझोस् या नबुझोस् साहित्यिक कृतिले गुनगुनाउन थाल्छ र त्यसको अर्थप्रति गोत्रिन थाल्छ। उपस्थित सम्पूर्ण महानुभावहरू, मलाई लाग्छ बालबालिकाको सिकाइमा साहित्य रस भरिएको फल हो। जसै हामी आफ्नो आवश्यकता अनुसार रसपान गर्छौँ, मलाई आनन्दित बनाउँछौँ र तृप्त हुन्छौँ। अन्त्यमा दिगो सिकाइको लागि प्रवर्तन होइन, भाषा, साहित्य, सङ्गीतको माध्यमबाट सिक्ने सिकाउने प्रयत्न गरौँ। संसारमा के गरे, के सिके भन्दा पनि कसरी गरे, कसरी सिके भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ। यस्तो सिकाइले हामीलाई चित्ती आत्मनिर्भर बनाई व्यवहार कुशल सिपहरू सिकाइ भावी जीवनलाई खदिलो बनाउनेछ। जसरी घर, परिवार, विद्यालय, समाजले आज हामीलाई राम्रो कथा प्रदान गर्न सक्यो भने हामी राम्रो समाजको निर्माण गर्नेछौँ। धन्यवाद।